मेरो YouTube च्यानलमा सबैजनालाई स्वागत छ। सधैँको चाहिँ आज चाहिँ म वज्रसत्वको 100 वटा अक्षर पढेर सुनाउनको लागि मैले यहाँ कम्प्युटरबाट टाइप गरेर यहाँ लेखेर लिएर आएको छु। यो चाहिँ हाम्रो ढिक्पा चाङ्सी गर्नको लागि, क्लेश हटाउनको लागि प्रयोग गरिने मुख्य मन्त्र हो। त्यसैले यो तपाईहरुले प्राय जस्तोले नसुनेको कमै होला, किनकि यो हाम्रो सक्सोल गर्नभन्दा पहिले एकचोटि यो सबैले वाचन गरेको हुन्छ। आजको यो वज्रसत्व अक्षर यो ध्वजेशम्पको हिगी क्याप चाहिँ पढेर सुनाउन गएको छु। हेर्नुहोस्। ओम वज्र सतो समाया मनुपालया वज्र सतो तोइनो प्रतिष्ठा दृढो मे भवा सुतोषो मे भवा सुपोषो मे भवा अनुरक्तो मे भवा सर्वसिद्धिं मे प्रयेच्छा सर्वकर्मासु च मे चित्तं श्रेया कुरु हुं हः हः हो भगवन् सर्व तथागता वज्रममे मुञ्च वज्री भव मा समय सतो आ। अब यो सरस्वती अर्थ हेर्नुहोस्। ओम यो मन्त्रको शिर, वज्रसत्तो भन्ने ध्वजेशम्पा। अहिले यो यति वज्रसत्तोको अर्थ चाहिँ ध्वजेशम्पा हो। ध्वजेशम्पा समय मनुपालय भनेको चाहिँ तामसिक जेसु क्योङसिक भनेछ। तामसिक को अनुसार पालना गर्नुहोस् भन्ने अर्थ लाग्ने रहेछ। वज्रसत्तो ध्वजेशम्पा तोइनो प्रतिष्ठा, तपाईं राम्रोसँग बस्नुहोस्। दृढो मे भव, दृढो मे भव भने चाहिँ मेरो लागि तपाईं अचल भएर, नचलिकन स्थिर भएर, एकदम दृढ भएर बस्दिनुस् भन्ने लाग्छ। सुतोषो मे भव भनेको चाहिँ ताक सिन्धु सिम्बर जेची भनेछ। तपाईं मेरो लागि सन्तुष्टि, मबाट तपाईं सन्तुष्टि भइदिनुस्। सुपोषो मे भव भनेको चाहिँ ताक लेखपर केबर जेची भनेछ। ताक लेखपर केबर जेची मेरो लागि फैलिदिनुस्, बढाइदिनुस्, मेरो लागि केवा गरिदिनु पर्यो, विस्तृत गरिदिनुस् भनेको यो चाहिँ। अनुरक्तो मे भव भने चाहिँ ताक्ला छेसु छक्पर जे भनेछ। मलाई चाहिँ अनुसरण गरिदिनुस्, मलाई पनि कृपा दृष्टि राखिदिनुस् भन्ने अर्थ लाग्छ। सर्वसिद्धिं मे प्रयेच्छा भनेको चाहिँ मलाई सबै सिद्धिहरू राम्रोसँग प्रदान गरिदिनुस् भन्ने लाग्छ। सर्व कर्मसु च, सबै कामहरूमा पनि, सबै कामहरूमा पनि। अनि अर्को मे चित्तमको मात्र अर्थ चाहिँ के लाग्छ भने ताकि सेमला भनेछ। मे चित्तम भनेको मेरो मनको लागि पनि, मेरो मनको लागि पनि, मेरो चित्तको लागि पनि। शेर्या, यो शेर्या भनेको चाहिँ केवा रहेछ। शेर्या भनेको चाहिँ केवा, पुण्य काम के शेर्या। शेर्या भनेको चाहिँ पुण्य, यो शेर्या भनेको चाहिँ पुण्य हो। शेर्या भनेको चाहिँ यो यतिको शेर्या, यति शेर्या भनेको चाहिँ पुण्य केवा। कुरु भनेको चाहिँ गरिदिनुस्, कुरु गरिदिनुस् भनेको चाहिँ गर्नुस् अथवा गरिदिनुस्। हुङ, अहिले हुङ भनेको हुङको अर्थ त धेरै ठाउँ अनुसारको फरक फरक अर्थ लाग्छ र विभिन्न ठाउँमा त्यसको फरक फरक अर्थ लाग्ने भएकोले अहिलेको अर्थ चाहिँ के छ भने त्यही शेक्पा ngaगी थुकी सबिन। अब यो पञ्च तथागता त्यही शेक्पा nga को थुकको सबिन मनको बीज अथवा मनको बिउको रूपमा लिएको छ यो। अनि यो हाहा हाहा, यो हाहा हाहा भने हा चारवटा भएको चाहिँ यो चाहिँ घाजी नम्र तक पितुन्डे। अब घाजी चारवटा सुखको चाहिँ
ताक्प गर्ने, चारवटा शुद्ध, चारवटा खुसी चाहिँ ताक्प गर्ने, चारवटा सुख चाहिँ ताक्प शुद्ध गर्ने, चारवटा खुसी शुद्ध गर्ने मन्तरे हा 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 भनेको चाहिँ यो चारवटा। हो भनेको चाहिँ युलदाङ युलचेन नम्बर ताक्प दिन्थे। अब के को लागि गर्ने, कसलाई गर्ने? अहिले साधारण रूपमा लियो भने चाहिँ हाम्रो दोजे सेम्पालाई हामीले पूजा गर्यो भने दोजे सेम्पा चाहिँ युल हो, युल हो। त्यस्तै यो हो चाहिँ युलदाङ युलचेन नम्बर ताक्प दिने। अब युल र युलचेन यो कसलाई फुल्सी गर्ने भनेको शब्दलाई चाहिँ यसले फिक्स गर्ने काम गर्ने रहेछ। हो भनेको चाहिँ भगवान, भगवान भने त यो चुम्दिन्दे हो, चुम्दिन्दे। अब यो चाहिँ नामले बोलाएर चुम्दिन्दे भगवान। सर्व तथागता, सर्व तथागता भने त्यही शेख प्रथम जे हो, त्यही शेख प्रथम जे, त्यही शेख भनेको बुद्ध नै हो। सर्व तथागता, सर्व तथा सबै तथागता, यसले चाहिँ सर्व तथागता। अनि वज्र भनेको दोजे, नाश गरेर नाश गर्न नसकिने दोजे वज्र। मामे मामे मुन्चा भने मलाई नछोड्नुहोस् भनेको छ। बज्री बाबा भने धोर्चे जस्तो हुनुहोस् भनेको, बज्री बाबा भने दोजे जस्तो हुनुहोस्, बजार जस्तो हुनुहोस् भनेको। मा समय सतो, मा समय सतो भनेको चाहिँ धम्सिक सेम्बा छेम्बो भनेको, धम्सिक सेम्बा छेम्बो, मा समय सतो। आ भनेको चाहिँ त्यही सेक्पे सोमे सुङ धोर्चे रङसिङ चेन्दु थाक टुक सिक चे कुल्बे तेन्दे। अब यो चाहिँ अहिले चाहिँ के छ भने यो बजा सत्तुको मूल साबिन, मूल बीज नै आमा पर्छ। त्यस कारण यसलाई के भनेको छ भने हाम्रो पोकेमा चाहिँ तेजिन सेक्पे सोमे सुङ धोर्चे रङसिङ चेन्दु, सुङ धोर्चेको रङसिङ स्वयं वचनको स्वरूप अथवा ताकटुप ताकटुप्ची भने अब यो स्वयं भजसत्वको स्वयं टुप्सी गर्नेको एउटा बीज जस्तो चाहिँ यो आमा हुन्छ। अहिले चाहिँ यो पढ्ने तरिकालाई चाहिँ मेन फोकस गरेर अगाडि बढ्नुहोस्। धन्यवाद सबैलाई।